शिवालय माविको विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ पोसाक वितरण नौ डाँडा शास्ता र इकु हिमालद्वारा चाहिँ यसरी ज्याकेट वितरण भएको छ। आज चाहिँ अझ मिति 2082 साल 1 महिना 9 गतेको दिन चाहिँ शिवालय माविको विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ पोसाक वितरण भएको छ। र नौ डाँडा शास्ताको दसैँ निमदयहरू अब विभिन्न विदेशी पाहुनाहरूबाट चाहिँ यसरी ज्याकेट वितरण भएर स्टेसनरी वितरण सँगै ज्याकेटहरू